नेपाल ओलम्पिक कमिटीले आफ्नो कथाथित निर्वाचन 2081 पौष 13 गते घोषणा गरेको र निर्वाचन हुन एक दिन अघि मिति 2081 पौष 11 गते हाल कुवेतमा गएर सम्झौता गर्ने लगभग 6 वटा खेल सङ्घहरूलाई नेपाल ओलम्पिक कमिटीको मतदान बिनाको संस्था प्रदान गरी निर्वाचन आचार संहिता विपरीत गैर कानुनी कार्य गरेको सुन्न आएकोले त्यसतर्फ समेत सरकारको उचित प्रक्रिया अवलम्बन गर्नेछ। अदालतको आदेश र विधान सम्बद्ध कार्य गर्न परिषदको पटक पटकको आग्रह र निर्देशनलाई नेपाल ओलम्पिक कमिटीले बेवास्ता गरी अवैधानिक तरिकाले विधान संशोधनको कार्य गरेको, अवैध भएको खेल सङ्घ र विभिन्न खेल सङ्घको नाममा कृत्य गरी गलत व्यक्तिहरूलाई संलग्न गरी कथित निर्वाचन गरेको कुरा जानकारी गराउँदछौँ।